मनन प्रियङ्का सुप्रियाको अब एकछिनबाट सुप्रिया एकखेप हेर हुन्छ हुन्छ डराउँदैन यो भाइ त खतरा छ डराउँदैन हो त फेरि एकखेप हेर न सुप्रिया हुन्छ दिपेन्द्र बिसिनु छटपट न कसरी छटपटेको नगराउ न यो त ब्लकको लागि हो ल हामी अड्क्यो के होला नि नानो बाबु यहाँ हेर्नुहोस् के भयो हिँड्दैछौ के हिँडेको छैन त के चाहिँ हेर्नु अब ए भ्यूको लागि रहेछ हौ ए है मजा आयो है मजा त्यो खाली पनि कुद्दो रहेछ त है गरौँ न अन्त गरौँ न महिलामा भए पनि बाबु यहाँ र यो चाहिँ ड्रिमल्यान्डको सिलगढी ड्रिमल्यान्डको फुड कोर्टमा यो आइटमहरू थुप्रै रहेछ खाइसक्यो बाबु यहाँ रेयांश क्या खा रहे हो बेटा बोलो क्या खा रहे हो अच्छा छोला बटर है ना हाँ ठीक है खाओ 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 अच्छा 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 अहिले यो चाहिँ हामी सिलगढीको ड्रिमल्यान्ड एम्युजमेन्ट पार्क नानीहरूलाई खेलाएर आफू पनि यसो कतिवटा वाटर कोस्टर या केबल कार हो यस्तोहरू के खेलेर अहिले यहाँ निस्किँदैछौँ। नानीहरूले यहाँनिर पार्कमा फेरि अर्को कुनै चाहिँ जग्गा के खेल्छु भन्दैछ, त्यहाँनिर जाँदैछौँ। पछाडिपट्टि मेरो मिसेस मनन र सुप्रिया पनि छ। अनि नानीहरू चाहिँ अगाडिपट्टि गएको छ, यहाँ के गेम खेल्ने भन्दैछ। थुप्रो गेम खेलिसक्यौँ, अब हामी त्यो गेम खेलेर चाहिँ बाहिर निस्किँदैछौँ। यहाँनिर नानीहरूलाई खेल्नुको लागि र आफै पनि मजा गर्नु चाहिँ एकदमै राम्रो रहेछ। ड्रिमल्यान्ड एम्युजमेन्ट पार्क यो चाहिँ सिलगढीदेखि अलमोस्ट 1 आवरको डिस्टेन्समा रहेछ। त्यतिको आउटस्कट अफ सिलगढीमा पर्दो रहेछ यो एरिया। राम्रो रहेछ। यहाँ तपाईँहरूलाई देखाउँछु म, मेरो नानीहरू पनि खेल्दैछ यहाँनिर। अघि हामीले धेरै गेमहरू खेलिसक्यौँ।
अब यो अन्तिम गेमहरू खेल्दैछ नानीहरूले यहाँनिर छ यहाँनिर नानीहरू खेल्दैछ खेला 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 तिम्रो खेला न तिम्रो कहाँ छ Yeah. Yes.